दुःख पीडा कति कति सुख भन्नु छैन राति मुन्टी रसिला छन् पारली ओठमा मुस्कान छैन ज्यानकै बाजी लाउँदा पनि कहिले राम्रो भएन संसारकै दुखी मान्छे सुख खोज्न कहाँ जाऊँ उहिलेसम्म बसाइ सर्थे कहाँ छ त्यस्तो ठाउँ मुन्टी सुख भन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै सुख भन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै आशा बोकेर एउटी मान्छे भुन्टी आफूलाई पराई भन्नेलाई नि आफ्नै मान्छे भन्ने मान्छे भुन्टी ढुङ्गालाई बाँधेर आइस्? छैन त। अनि किन बाँधेर नआएको त? हेर त भाउजूले त्यसरी हतियार लिएर काट्न गयो, त्यसले जति बेला जे पनि गर्न सक्छ। जा गएर बाँधेर आइस्। हेत्तेरिका दाइ, अब त्यसलाई कति दिन बाँधेर राख्नु? अब बाँधेर राखिसकेपछि त्यो टोइलेट जान यताउति केही गर्न सक्दिनँ, अनि त्यसलाई टोइलेट लाग्ला यताउति होला, मैले चाहिँ त्यसो दिसा पिसाब सरेर बस्नु? तपाईँ जस्तो मान्छेले त बोल्दाखेरि अलिकति विचार पुऱ्याएर बोल्नुहोस् न। विचार गरेरै बोलेको के मैले, विचार गरेरै बोलेको। त्यो बौलाइसके, त्यसले जति बेला जसलाई जे पनि गर्न सक्छ, त्यस्तै पागललाई त्यसो खुला छोड्नु हुँदैन। बरु दिसा पिसाब जे हुन्छ सोह्रौँला, सोर्नु पर्यो। जा गएर बाँधेर आइज। हे दाइ, सक्दिनँ म, तपाईँ आफै गएर बाँधिदिनुहोस्। उता बोयफ्रेन्डले धोका दिएर फ्रस्ट्रेसन भएर तनाव लिएर बसेकी मान्छेलाई उल्टी मैले गएर बाँधिदिएर तनावमाथि तनाव चाहिँ थप्दिनँ म। तपाईँ आफै गएर बाँध्नुहोस्। यदि मैले पनि बिहे गरेको भएदेखि बुढीप्रति धेरै माया हुन्थ्यो होला, भाइ बहिनीप्रति थोरै माया हुन्थ्यो होला, माया बाँडिन्थ्यो होला, अनि मन कठोर बनाएर जे पनि गर्न सकिन्थ्यो। तर आफूलाई त दाइहरूकै, बुवा आमाको, बहिनीकै धेरै माया लाग्छ। अब अरूलाई गरौँ भने त कोही पनि छैन। अब आफ्नो भाग्यमा पनि रहेनछ। त्यही भएर दाइ म त त्यति साह्रो निर्दयी बन्न सक्दिनँ। तपाईँ आफै गएर बाँध्नुहोस्। ल ल भयो, नबन्नु निर्दयी। र बिहेपछि म निर्दयी भएँ भनेर भ्रममा पनि नपर्नु त। हेर, जस्तो माया तिमीलाई मैले बिहे गर्नुभन्दा पहिला गर्थेँ, अहिले पनि गर्छु। तिमीहरूको हेर्ने नजर मात्रै परिवर्तन भयो। यो कुरा तैँले बिहे गरेपछि बल्ल बुझ्छस्। म जस्तो मान्छेको बिहे भए पो बुझ्नु नि दाइ। जिन्दगीमा पहिलोचोटि कसैलाई त्यति धेरै माया गरेको थिएँ, मन पराएको थिएँ, तर अहिले सपना जस्तै भइरहेको छ। बेपत्तै भइहाली, मरि गए फोन उठाउँदिनँ त। फोन नउठाएको झोकमा मैले मोबाइल सोबाइल फुटाइदिइसकेँ। अब मसँग मोबाइल छैन दाइ, म कतै गएको बेलामा फोन नगर्नुहोस्। अनि के भएको त? फोन गर्दा फोन उठाएनन् भनेर त्यति महँगो मोबाइल फुटाउने हो? अब मोबाइल फुटाइसकेपछि बोल्छ त्यो केटी तसँग? अब बोल्ने भाँडै फुटाइदिइसकेपछि कहाँबाट बोलोस्? त्यति दुःख गरेर त्यस्तो महँगो मोबाइल किनेको छस्, अनि त्यो मोबाइल फुटाइसकेपछि घाटा कसलाई भयो? अब त्यो निर्जीव मोबाइललाई रिस देखाएर घाटा आफैले भएन? अबदेखि यस्तो रिस कहिले नदेखाउनु। म पैसा दिन्छु, गएर मोबाइल किनेर ल्याऊ। आजकलको जमानामा मोबाइल नभए केही काम चल्दैन। जा, गएर ठिक्कको मोबाइल किनेर ल्याएर आइज।
अनि मोबाइल किनेर ल्याइसकेपछि तर मिलेर भात पकाउँ। भाउजू रहेर कोठामा बसिरहेकी छे, अब उसलाई के खाना पकाउन लाउनु? जा चाँडो गराइछ। हस् त हस्। अनि तरकारी चाहिँ के पकाउनु? अब के पकाउनु? दाल पका, सबैलाई एउटा अमलेट भएपछि भइहाल्यो। अब किचनमा अन्डा त छैन जस्तो लागेको थियो, निस्केको बेलामा अन्डा पनि लिएर आउँछ है। ल ल जा, त्यो हाम्रो अफिस छेउको मोबाइल पसल छ नि, त्यहाँबाट मोबाइल लिएर आइज। म त्यहाँ सम्पर्क गरेर फोन पे गरिदिउँ। अनि अन्डा ल्याउन चाहिँ मसँग चान्स पैसा म ल्याइदिन्छु पक्कै छ। भित्र दराजको घरमा 4-5 हजार खुद्रा पैसा थियो, तैँले चलाइस्? मैले कहाँबाट चलाउनु? त्यही पनि मलाई पैसा चाहियो भने मैले तपाईँलाई नसोधेर कहिले चलाएको छु त? चलाएर पैसा भन्छु। यहाँ घरमा मैले 4-5 हजार राखेको थिएँ खुद्रा पैसाहरू, छैन त अहिले। तिमीले चलायो? मलाई त थाहा छैन। अचम्मै भयो त, घरबाट यसरी पैसा त कहिले हराउँदैन थियो। अहिले पैसै छैन, पक्कै पनि यो त्यही भूमिकाको काम हुनुपर्छ। दाइ के भयो कुरा? तपाईँ फोन पे गरिदिनु त, म मोबाइल लिन जान्छु है। ल्याएर आत्तिएको अनि यसरी आत्तिने मान्छेले मोबाइल किन फुटाउने? अब फुटी त हाल्यो, के गर्नु त? ल जा, त्यो मोबाइल लिएर आउने बेलामा चाहिँ फर्किँदा त अब किराना पसलबाट 1 किलो अन्डा लिएर आइज। दाइले भरिभरि दिनुहुन्छ पैसा। हुन्छ दाइ, म जान्छु। यार भाइ, तपाईले त फोन किन्न जाँदाखेरि त्यो कोले मैले त्यो नन्नाका बारेमा बदनाम गर्दै हिँडेको भन्नुभयो। सबैलाई बटुलेर लिएर आउनु, यहाँ सबैजना राखेर क्लियर कुरा गर्नु पर्यो है। के क्लियर गर्नुहुन्छ भाउजू तपाईँले? भन्नुसम्म सबैजनालाई भनेर हिँडिहाल्नु भयो, टोलमा मुख देखाइ नसक्नु छ। अब फेरि टोलभरिका सबै मान्छेलाई बोलाएर घरमा ल्याएर नाटक देखाउनु छैन मलाई। आफू सत्य साबित हुनका लागि खुब लागि पर्नु भएको छैन। आफूले गल्ती गरेपछि त हो मैले हल्ला गरेको हो भनेर स्वीकार त भइगयो त, कति नाटक गर्नुहुन्छ? आज मैले नाटक गरे, नाटक मैले हैन तपाईहरुले गर्दै हुनुहुन्छ देवर भाइ। अब मैले कसैलाई गएर भने कि भएदेखि पो ल यसलाई भनेकी थिए भने यहाँ लिएर आएर मैले कुरा अब मैले भने है। अब तपाईलाई थाहा कसले कुरा लाको त कुरा लाको मुझे यहाँ ल्याउन चाहिँ तपाईले के काहे त गाह्रो हो? भाउजूले आएर अनेक थरी आरोप लाएर नन्दबुनी मार्न आउन समेत सक्ने अनि टोलका मुन्छेहरु ल्याएर क्लियर कुरा गर्न चाहिँ नसक्ने कसले गरे नाटक? हामीले गरे चाहिँ जे पनि नाटक तपाईले चाहिँ मुन्छे मार्न आउँदाखेरि पनि ठीक हुन्छ। ल चुप लागेर बस्नुस्। म मोबाइल किनेर फर्किँदाखेरि टोलका केही मान्छेहरु जम्मा पारेर लिएर आउँछु। फेरि टोलका मान्छे जम्मा गरेर लिएर आइसकेपछि पनि दुनिया थरीको नाटक गर्ने हैन, आफ्नो गल्ती फुर्क स्वीकारिने। फेरि ए प्रभु के गल्ती गरे कि कुरा स्वीकार्नु? पहिला मुन्छे लिएर आउनु न, त्यसपछि कसले झुटो बोलेको हो कि तपाईले नदाको आरोप लाउनु भयो हो कि मैले गल्ती गरे कि सबै क्लियर भइहाल्छ नि। ठुलो कुरा के नगर्नु, मुन्छे चाहिँ लिएर आइहाल्नु पहिला यहाँ। दाइ अब म मोबाइल किन्न जानु कि अन्डा किनेर लिएर आउनु कि भाउजूले भने अनुसार टोलको मान्छे जम्मा गरेर लिएर आउनु कि खाना पकाउनु कि के गर्नु? भाउजूले भनेको पनि गर, मैले भनेको पनि गर। जा गयो। हस्। यसै ठस्स परेर नबस न, नरिसाउनु मसँग किन रिसाकी भन त? को रिसाए? तपाईसँग चाहिँ को रिसायो? हाँसेर बस्नु त, नभए आरोपलाई गरे म हाँसेर बस्नु पर्ने। अब भीम मान्छे लिएर आउँछु भनेर पो छ त, चिन्ता नगर न। मान्छे ल्याइसकेपछि तिमीले भने जस्तो सबै कुरा क्लियर भइहाल्छ। क्लियर गर्न खोजे त हुन्थ्यो नि, मुन्छे आएपछि आफ्नो गल्ती स्वीकार्नु भन्नुहुन्छ तपाईको भाइ। नगरे गल्ती चाहिँ कसरी स्वीकार्ने हो मैले? अब फेरि मैले त्यहाँ स्वीकारिन भने फेरि मै नराम्रो हुने होला।
कुरा गरेको तिमीले? तिमीले गल्ती नै गरेको छैन भने तिमीलाई कसरी आरोप आउँछ भन त? नगरिकन आइसक्यो त आरोप। मान्छेहरू आइसकेको त क्लियर हुन्छ त भनिरहेको छु त नि। भयो नरिसाउ त, चिन्ता नगर। अहिले तपाईँ पनि बोल्नु पर्यो नि त। अघि नि तपाईँले त्यहाँ देवर भाइलाई मैले भनेकी थिएँ मुन्छे लिएर आउनु भन्दा तपाईँले पनि छिटो लिएर आइज भन्न पर्दैन। अहिले मैले नभनिकन तपाईँले भन्नु होला कि भन्ने सोचेकी थिएँ। मोबाइल लिएर आइज, अन्डा लिएर आइज भन्न भ्याउनु भयो। त्यो मुन्छे लिएर आएर पहिला कुरा गरौँ भनेर भन्नु सक्नुभयो तपाईँले। मैले भन्नु त त्यो। मैले भनेको भाउजूले भनेको पनि गर, मैले भनेको गर भन्न मैले। तिमीले भने पनि गर भनिन मैले, त्यहाँ सुनेनौ तिमीले? अनि त अब सबैजना चाहिँ क्याउ क्याउ कराएर झडडाको मचानु घरमा भयो। चिन्ता नगर। बरु यो यहाँ घरमा राखेर पैसा चाहिँ कहाँ गयो? मलाई त्यसको चिन्ता लागिरहेछ। के थाहा, मैले देही छैन। कता भूमिकाले त चलाइन यहाँको पैसा। तपाईँको बहिनीले चलान देखा होइन, मैले त्यहाँको पैसा देखा छैन। खुद्रा पैसा राखेको थिएँ त त्यत्रो 4,000 4-5,000 कति थियो? मलाई देखाएर राख्नु होइ त र। देखाएर राखेको थिएन। अब यहीँ राखिसकेपछि तिमीले चलायो भन्ने भयो नि त मलाई पनि। भूमिकाले चलाएको जस्तो लागिरहेछ। मैले चाहिँ भूमिकासँग बुझ्छु है त। के दिन बेगरी जताबाट पनि जे दोष पनि यही बुहारीका खपरा लाग्दछ। नन्न त्यस्तै दियो, त्यस्तै सासु त्यस्तै, बुढा पनि यतिको साथ दिन नभएको भए मलाई त उहिले मारिसक्यो। अब त्यो मन क्या अब यसलाई यत्तिकै राखेर कुरा गरे भने मलाई पनि काट्न आउने, मार्न आउने। यसलाई म बाँधेर राखेर कुरा गर्छु। ज्ञान सोल्टी चामल प्रेजेन्ट्स भुन्टी पावर्ड बाई बर्जर सिल्क। के भयो भाइ? के हुनु नि, मेरी भाउजूले तपाईँसँग मेरी बहिनीको विषयमा के भन्यो भनेर भन्दै हुनुहुन्थ्यो। उता मेरी भाउजूलाई सोध्यो भनेदेखि मैले कसैसँग केही भनेकै छैन भन्दै हुनुहुन्छ। यो दोहोरो कुरा भयो के? त्यही भएर मेरी भाउजूले कुरा लगाएको भनेर जो जतिले भन्नुभएको छ नि, ती सबैजनालाई मेरो घरमा बोलाएर भाउजूकै अगाडि सबै कुरा छिनोफानो गर्ने कुरा भएको छ। त्यसैले म एकछिन माथि मोबाइल किनेर आउँदै गर्छु। तपाईँ अनि तपाईँको जेठानीले पनि भन्नुभएको छ तपाईँहरू दुईजनै हाम्रो घरमा जानको लागि तयार भएर बस्नुहोस् है। हे भाइ, कस्तो लफडामा फसाउन खोजेको मलाई? तिम्री भाउजूले टोलभरि जे भन्दै हिँडेकी थिइन्। मैले त्यही कुरा भनिदिएको त हो तिमीलाई। तिम्री भाउजू कस्ती छिन् चिन भन्न मात्र खोजेको हो मैले। तिमी त तिम्रै घरमा लगेर कुरा गर्ने कुरा गर्छौ। म त यस्तो लफडामा फस्न चाहन्न है। म त जान्न भन्दैछु मैले। यस्तो कुरा गरेर सुख पाउनुहुन्छ है? सुनाउने बेलामा चाहिँ तपाईँको भाउजूले यस्तो गर उस्तो गर भनेर मलाई नानाभाती कुरा सुनाउने, अनि अहिले आएर मेरो घरमा सबै कुरा क्लियर पार्नु छ, मेरो घरमा आउनुहोस् भन्दाखेरि चाहिँ आउँदिन भनेर सुख पाउनुहुन्छ? अरू कुरा मलाई केही पनि थाहा छैन। तपाईँ अनि तपाईँको जेठानी मेरो घरमा जानको लागि तयार भएर बस्नुहोस्। यो विषयमा कुरा गर्ने अरू सबैलाई म जम्मा पारेर मेरो घरमा लिएर आउँछु। अनि त्यो कुरा के हो, दुधको दुध पानीको पानी छुट्याएरै छोड्ने हो। उता उहाँ यही कुरालाई लिएर मेरी बहिनीले भाउजूलाई झन्नै मारेकी थिए, मेरो बदनाम गर्दै हिँडी भनेर। यसरी दिनरात हाम्रो घरमा झगडा भयो भने त राम्रो हुँदैन नि। यदि तपाईँले झुट बोल्नु भएको होइन, साँचो बोल्नु भएको हो भने यी सबै कुरा मेरो भाउजूको अगाडि गएर बोलिदिनुहोस् न। तपाईँलाई के समस्या हुन्छ? ल, अरू कुरा मलाई केही पनि थाहा छैन। तपाईँहरू तयार भएर बस्नुहोस्। के तालको मान्छे होला, सबैतिर हल्ला छ। त्यही भएर मैले पनि यस्तो रे नि त भनेर भनिहालेँ। अब लगेर ठुलै छलफल गराउला जस्तो छ। यसरी लफडामा लागेर दुनियाँको कुरा काट्दै हिँडेको बुढाले थाहा पायो भने मार्छन् मलाई त। अब के गर्ने होला? अब जेठानीलाई नि नजाउँ भन्छु, म पनि जान्नु। को गइरहेको छ यस्ताकोमा? दाइ तपाईँले यो के गर्नुभएको? के मलाई यसरी बाँधेर के गर्न खोज्नुभएको? यसरी बाँधेर राखेर मेरो गुमु देखेर म भरे किरा परेर मरोस् भनेर क्या यसरी बाँधेको? त्यही तपाईँको बुढीलाई के गर्छ कि भन्ने डरले बाँध्नु भएको होला। तपाईँको बुढीले मेरो जति नै बदनाम गरे नि, जे नै गरे नि, मलाई मार्ने आयो नि, बरु मरिदिउँला। तर तपाईँको बुढीलाई केही नगर्नु होला। के दाइ छोड्दिनु? चुप लाएर बस भनेको। मैले तँलाई बाँधेको होइन,
तेरो बुद्धिलाई बाँधेको बुझिस् खो भाउजूलाई चक्कु देखाएर मार्न खोज्दैन त चिन्ता नगर तँलाई म किरा परेर मर्न चुप लाग भन्छु अझै तेरो गुमुत छोड्नु पनि म सोच्छु यसै पनि सानोमा तेरो गुमुत खाएकै हो मैले मलाई खुल्ला छोडेर अपराध गर्न दिनु र अपराधीको दाइ भनेर यो समाजमा बदनाम हुनु भन्दा मलाई यसरी नै बाँधेर राख्नु ठिक ठाने बुझिस् ल अब म तँलाई एउटा प्रश्न गर्छु त्यसको सही जवाब त्यो माथि घरमा मैले राखेको पैसा कहिले चोरेको किन बोल्दैन कहिले चोरेको मैले फेरि तेरो भन् भनेको ए माइतीलाई पैसा दिएर अनि मैले पैसा चोरी भनेर तपाईँलाई कुरा लाग्यो होइन तपाईँकी बुढीले माइती रे को माइती त्यो भुन्टीको दाई भनौँ त आएको थियो अनि दाच्चैलाई मिठो मिठो परिकार बनाएर हामीलाई देखाइदेखाइकन खुवाउँदै थिए अनि जाने बेलामा दाच्चैको हातमा मुठीभरि पैसा राख्दैकी थिए मैले भाउजू त्यत्रो दाईको पैसा दाईलाई किन नसोधिकन त्यसलाई दिनुभएको भनेर भन्दा तपाईँको दाईको पैसा भनेको मेरो पैसा त हो नि तपाईँले के को खसखस भन्दै मलाई थर्काउनुसम्म थर्काउँदै थिए अनि अहिले आएर त्यो पैसाको चोरदोष त्यसले मलाई पो लागी छे होइन तँलाई चोरदोष लागी छैन राखेको ठाउँमा पैसा नभइसकेपछि मैले भीमलाई सोधेँ उसले चलाएको छैन भन्यो फेरि भाउजूले सोधेँ उसले पनि मैले चलाएको छुइनँ भन्यो तैँले चलाइस् कि भने तँलाई सोधेको मात्रै हो तैँले निकालेको होइन भने होइन भनेपछि राखेको ठाउँबाट पैसा चाहिँ कसरी गायब भयो कसैले पनि चलाएको छु भन्दैनन् कसैले नचलाएपछि पैसा चाहिँ गयो कहाँ बुढा मैले त भन्नै बिर्सिछु भाइ मेरो दाइ आउनु भएको थियो तपाईसँग भेटौँ त्यो कामका बारेमा कुराहरू भनेर तपाईँ आउँदा बेलुकै हुन्छ बस्नु भनेर मैले भनेको अहिले दाइ बस्न मान्नु भएन अब अहिले दाइले काम साम केही गर्नु भएन काम नपाएर दाइको अलि बिजोकै हो अनि अब एक रात पनि नबसी जान लाग्नुभयो बल्ल बल्ल आउनुभएको दाइ के दिएर पठाउने होला भने जस्तो लाओ है अनि यसो दरा चाहिँ यताउता हेरेको 4-8 हजार पैसा रहेछ अनि मैले त्यही दिएर पठाइदिएँ तपाईँलाई भनौँ भने टेन्सिले बिर्सिछु अहिले याद आयो अनि भन्न आयो कि मैले दाइलाई दिएँ त्यो पैसा एकचोटि मलाई नसोधिकन मैले राखेको ठाउँबाट पैसा निकालेर दाइलाई दिएर पठायो नि त कति सहिलो छ तिमीलाई कति न आफैले कमाएर राखेको जस्तै दिएर पठाएछौ त आफ्नो बुढाले के गोलाई राखेको किन राखेको एक वचन सोध्नुपर्छ जस्तो लागेन मलाई यस्तो मन परि गरेको मन पर्दैन नि भुन्टु अब आइन्दादेखि यस्तो काम नगर्नु देख्नुभयो त दाइ कति न मेरो बुढी जतिको गतिली मेरो बुढीले जति साँचो बोल्ने कोही छैन भन्नुहुन्छ नि यसले यसरी कुरा लुकाउँछ अब केही दिनपछि हो बुढा बुढीको बदनाम मैले नै गराउँदै हिँडेको हो मैले अस्ति नै तपाईलाई भन्न बिर्सेछु भनेर आफ्नो गल्ती स्वीकार्छे आउनुसम्म कुटै मलाई खुवाइहाली गर्नुसम्म मेरो बेइज्जत गराइहाली यसलाई त के थो र यो घरमा कसले चाहिँ मेरो सुन्छ र सबै यसको पछि लागेका छन् बाबा चुप लाग दाइ मलाई खोजेर त जानु न दाइ किन यस्तो गर्छ के सबैले मलाई यो घरमा दाइ खोजेर त जानु न दाइ भीम दाइ कता हो म मोबाइल किन्न जान लागेको तपाईको हिम्मतलाई चाहिँ माने मैले हैन कस्तो हिम्मतको कुरा गरे कि लक्ष्मी तिमीले कस्तो हिम्मत हुनु नि घरमा त्यस्तो भएन दा यसरी खुलेआम को हिँड्न सक्छ म त तपाईँ यसरी खुलेआम हिँडेको देखेर छक्क परे हे तेरिका के भन्न खोज्या हो लक्ष्मी तिमीले मैले त केही पनि बुझिन त केही नथाहा पाए जस्तो गर्नुभयो दाइ साँच्चै तपाईँलाई केही पनि थाहा छैन अब तिमीले के भन्न खोजेको हो मैले केही बुझे छैन अनि कसरी थाहा छ भन्नु त आउनु दाइ म तपाईँलाई सबै कुरा बुझाउँछु मलाई त यो खबर सुनेर साह्रै दुःख लाग्यो दाइ तपाईँको त भाउजू भन्नु दुःख अनुहार देख्यो भने मात्र पनि ढुङ्गाले हानेर कुच्चाइदिनु जस्तो रिस उठिरहेको छ एउटी भाउजू भएर त्यसले त्यसो कसरी गर्न सक्यो कि नन्द भाउजू एकै ठाउँ बस्दा केही कुरा मिलेन होला रिस उठ्यो होला त्यो आफ्नो ठाउँमा छ
रिस उठ्यो भन्दैमा आफ्नो नन्दसँग बदला लिनकै लागि त्यसरी केटालाई पैसा दिदी फकाई मेरो नन्दलाई बलात्कार गर्दै भनेर भन्ने हो? कस्तो पापिनी रहेछ भाइ तपाईँको भाउजू त। यो कस्तो कुरा गरे कि लक्ष्मी तिमीले? भाउजूले मेरो बहिनीको त्यस्तो घटना घटेको कुरा सबैतिर भन्दै हिँडेको भन्ने कुरा त सबैजनाले मलाई सुनाएकै हो, मेरो कानले सुनेकै हो। तर भाउजूले नै पैसा दिदी यो हुन सक्दैन। त्यो केटा र मेरी बहिनीको पहिल्यैदेखि लभ परेको हो। मेरी बहिनीले धेरै माया गर्थे त्यसलाई। त्यो केटाले मेरी बहिनीको मायाको फाइदा उठाएर आज यो दिन आएको। तर यो कुरा गोप्य राखिदिएको भए मेरी बहिनीलाई धेरै सजिलो हुने थियो। भाउजूले सबैतिर हल्ला गरेर हिँडे पनि अझै मैले गरेको होइन भनेर भन्नुभएको छ। यो बलात्कारै गरेको कुरा त कसरी हुन सक्छ? किन हुन सक्दैन दाइ? तपाईँको त भुन्टी भाउजू देख्दा मात्रै सोझियो, एक नम्बरको घुसघुसे रहेछ, एकदमै बदलाको भावना बोकेर हिँड्ने रहेछ। तपाईँले, तपाईँकी आमाले, तपाईँको बहिनीले त्यो भुन्टीलाई बेला बेलामा दुःख दिनुहुन्थ्यो रे, सताउनुहुन्थ्यो रे, गाउँमा बस्दा हेला गर्नुहुन्थ्यो रे। त्यसैको बदला लिनलाई त्यो केटालाई मेरो नन्दलाई माया गरे जस्तो गर, त्यसको मन पग्लिहाल्छ अनि भेट्न आउने जाने गरिहाल्छ। जब उनी तेरो मायामा पर्छिन् नि त्यसपछि अर्कै केटलाई माया गर्नु, त्यसलाई चाहिँ धोका दिएको आवाज गराउनु, अनि त झगडा परिहाल्छ। त्यसपछि बलात्कार गरेर छोडिदिनु भनेर भुन्टीले नै अराकी अरे। त्यो केटा त भुन्टीकै माइती गाउँको रहेछ नि त। भुन्टीको माइती गाउँको रे? हो दाइ हो, तपाईँकै भुन्टी भाउजूको माइती गाउँको जमिनदारको छोरो हो रे। त्यो त धनी बाउको बिग्रेको छोरा रहेछ। तपाईँको भाउजूले उक्साएपछि के चाहियो र? तपाईँको बहिनीको इज्जत लुटिदिएछ। लक्ष्मी, तिमीलाई यो सब कुरा कसले भन्यो? कसले भन्नु नि? मेरो दाइ र त्यो केटा मिल्ने साथी हुन्, त्यसले सबै कुरा मेरो दाइसँग भनेको रहेछ। अनि हाम्रो दाइ त्यो केटालाई भेट्न हिजो जेलमा गएका थिए। त्यो केटाले त भुन्टीले यसो भनेर उक्साई, त्यसपछि उसैको बुढासँग मिलेर मलाई जेल कोची। म जेलबाट निस्किउन मात्र अनि त्यसलाई मैले जानेको छु भनेर रिसले मुरमुर्दै थियो रे। तपाईँको भाउजूलाई सजाय दिनुहोस् है, त्यो पापिनीलाई त्यत्तिकै छोड्नु हुँदैन। आफ्नी बहिनी सम्मानकी नन्दलाई कसैले आँखा लगायो भने त रक्षा गर्नुपर्ने ठाउँमा उल्टै आफैले छि। भुन्टी, तैँले यो ठिक गरिनस्। मेरी बहिनीलाई खुब माया गरेको जस्तो नाटक गरेर उसको इज्जत लुटाउनका लागि यतिसम्म गिरिस। तैँले बहिनीको मात्रै इज्जत लुटाएकी होइनस्, हाम्रो खानदानकै बदनाम गराएकी छिस्। म अब तँलाई यसै छोड्दिनँ। केटालाई मेरो नन्दलाई माया गरे जस्तो गर, त्यसको मन पग्लिहाल्छ अनि भेट्न आउने जाने गरिहाल्छ। जब उनी तेरो मायामा पर्छिन् नि त्यसपछि अर्कै केटलाई माया गर्नु, त्यसलाई चाहिँ धोका दिएको आवाज गराउनु, अनि त झगडा परिहाल्छ। त्यसपछि बलात्कार गरेर छोडिदिनु भनेर भुन्टीले नै अराकी अरे। म त बुढाले कमाउनु भए पैसा मैले फरमास गरेर खर्च दिनुहुन्न, तर आवश्यकता पर्दा अलि चलाउँदा केही फरक पर्दैन भन्ने सोच्थेँ। तर म गलत रहेछु। आफूले कमाएको जस्तो बुढाले कमाउनु भएको पैसा नहुँदो रहेछ। मैले दाइलाई त्यति पैसा दिएर ठुलै गल्ती गरेँ। अब म जबसम्म आफै कमाउने हुन्न तबसम्म म मेरा माइतीलाई अप्ठ्यारो परे नि जे परे नि कहिले पैसा दिन्न। मैले केही न केही काम खोजेर अब काम गर्नुपर्छ, आफूले कमाउने बाटो खोज्नुपर्छ।
मुन्टु मुन्टु आफै गल्ती गर्ने आफै ठुस्स पर्ने किन ठुस्स पर्ने के तिमी आफूले गल्ती गरिसकेपछि त स्वीकार न बुन्टु बुढाले त्यसरी राखेको पैसा बुढालाई नसोधिकन चलाउँदाखेरि गल्ती गरेर लागेन लाऊ गल्ती भयो मबाट अबदेखि त्यसरी नचलाम्ला यही गल्तीबाट एउटा ठुलो पाठ सिक्यो मैले मान्छेहरूका गफ मात्रै ठुला हुँदैछ परेपछि कस्तो बेहार देखिँदैछ भन्ने कुरो मैले छर्लङ्ग बुझी यति ठुलो पाठ सिकाउनु भएकोमा धेरै धेरै धन्यवाद अनि कस्तो कुरा गरे कि के पाठ सिकाएर मैले तिमीलाई के सिकाउनु नि बिहार्नुभन्दा अगाडि जति नै मिठा मिठा कुरा गरेर तिमीलाई सारा इच्छा पुरा दिन्छु तिमीले जे भने त्यही मान्छु भनेर फुरुक्क पारे पनि फुरुक भएर बिहार्नु हुँदो होइन बिहार्नुभन्दा अगाडि आफै कमाउने सक्षम आफ्नो खुट्टामा उभिनै पर्ने होइन नत्र त हेप्दै छन् मुन्छेहरूले भन्ने कुरो सिकी यदि म अलिकति सक्षम भएको जाइ ह्याकको पैसा कमाउने भएको भइदेखि अहिले जब आफ्नो दाजु फेर पराबेला 4,000 रुपियाँ दिँदाखेरि मैले यस्तो वचन सहनु पर्दैन अचम्मको कुरा गर्छु र तिमीले दाइलाई 4,000 दिएर पठायो मैले माने अनि मैले सोध्दाखेरि मैले यसरी दिएर पठाएको थिएँ भन्न सक्दैन थियो ए प्रभु मैले भने त मैले बिर्सेछु तपाईको बुइनी र तपाईको भाइले देखा क्यान्सलले गर्दा मेरो दिमागले काम गरे हैन मैले बिर्सेपछि सम्झेपछि आएर भने त मैले तिमीले सम्झिँदाखेरि ढिलो भइसकेको थियो अनि के ढिलो भयो त नि त्यही पैसाको पिछेले गर्दाखेरि मैले वहाँ बैला गरेर गाली गरिरहेको थिएँ अनि मैले गाली गर्नु भन्न पठाएकी थिएँ त म टेन्सन हुन्छ राखेको पैसा नभएपछि अनि के आनु त नि मैले तपाईले तपाईको बुइनीलाई गाली गर्नु होला भनेर थाहैन भनेकी त थिइन याद नआइसी क्यारो म घरमा राखेको पैसा त्यसरी हराइसकेपछि कसले लग्यो भने मैले खोज्नु पर्यो अनि तपाईले नहोद्नु भन्नु त मैले तपाईले खोजेर राम्रो गर्नु भयो ल भयो बाबा भयो अब हिसाब किताब बराबर भयो रिसाउने कामै छैन यहाँ अब तिमीले पनि तनावमा मलाई भन्न बिर्स्यौ अब म पनि तनावमा रिसाएको झोकमा मैले के भने अब नरिसाउनु भयो सकिसक्यो त कुरो कहाँ सकिन्छ मुनमा जे हुन्छ मुखबाट त्यही निक्लिने हैन तपाईको मुनमा मैले 4,000 दिँदा रिसै उठ्यो आफैले कमाएको बाबत दिउन नि सक्छ मैले कमाएको दि भन्ने खालको तपाईलाई लाओ त्यही भएर तपाईले भन्नु भयो अनि तिमीले त्यस्तो कमाइ खोज्ने मान्छेले त अलिकति पढे लेखेकी जाहिर हालेर टन्न पैसा कमाउन सक्ने खालको केटीहरुले बिहार्नु पर्छ नि बिहार्ने बेला कपथे नपढेकी मजस्ती अनपढ केटी छ बिहार्ने अनि बिहारिसकेपछि जब मेरो दाइले अलिकति दुःख पराह भन्ने सोचेर 4,000 रुपियाँ मैले दिँदाखेरि पनि आफैले कमाएर छ गरेर छुपाएर यसरी दिँदैछ त भन्नु मलाई वचन लाउने हामी जस्तो नकमाउने मान्छेलाई यसरी भन्दा मुन दुख्दैन तिमीलाई कमाउने बनाउन सक्षम बनाउनको लागि त तिमीलाई मैले स्कुलमा पढ्न पठाएको नि त किन नगएको तिमी पढ्नु भन त किन नगएको कति सजिलो है किन नगएको पढ भन्न कति सजिलो हो यसरी मलाई पढ भन्नु अगाडि तपाईले तपाईको आमा भाइ बुइनी तपाईको अहिले आउनु भएको ती भाउजूको मुख टाल्नु अनि मात्रै मुसँग कुरा गर्नु बुझ्नुभयो अस्ति दाइ भाउजूलाई तपाई एयरपोर्टमा पुर्याउन जाँदाखेरि भीम भाइले मलाई तपाईको पढाइका कारणले गर्दा यहाँ सबै कुरा बिग्रिया छ तपाईले यो पढाइ छोड्नु यो उमेरमा पढेर क्या छु चाहिँ लाहा तपाईले खुर्क पढाइ छोड्नु भनेर मलाई वचन लाउनुसम्म लाउनु भयो अनि तपाईको भाइले त्यस्तो भन्दै क्यारी स्कुल गएर म पढ्न सक्छु मेरो पढाइ यहाँ सबैलाई गाह्रो भइन्छ भगवान कसरी सम्झाउनु तिमीलाई अनि अरूलाई गाह्रो भयो भने मैले भनेको छु त मैले त जाऊ पढ भनिरहेको छु नि अनि तिमी अरूको कुरा सुनेको तिमीलाई आफ्नो बुढाको कुरा सुन्ने भन त कि त बुढाबुढी मात्रै बस्नु पर्यो अनि बुढाको मात्रै कुरा सुनेर एक कोरो मैले पढ्न सक्छु घर सबैजना बसियो अब आफ्नो घर सबैजनासँग नबसु मन नि मिलेन तर सँगै बस्या मान्छेले अनि मेरो पढाइलाई सपोर्ट नगरेपछि मैले क्यारी पढ्न सक्छु भन्नु त ल भयो बाबा भयो अब तिमी टेन्सन नगर त तिमीले तिम्रो दाइलाई जुन 4,000 रुपियाँ दिएर पठायो र मैले तिमीलाई जुन वचन लगाएँ त्यसको लागि मलाई माफ गरिदिनु यो कुरा महत्त्वपूर्ण कुरा होइन बुझ्नु महत्त्वपूर्ण कुरा के हो भने
जुन त्यो भूमिकाको विषयमा कुरा उठेको छ अब अहिले भीमले मान्छेहरू लिएर आउँछु भनिरहेको छ यो विषयमा चाहिँ पहिला छिनाफाना गर्नुपर्छ हामीले बुझ्यौ र अर्को कुरा तिमीलाई पढ्नको लागि चाहिँ नजानु भनेर भीमले किन भन्यो किन त्यसरी वचन लायो यसको विषयमा म त्यहीसँग कुरा गर्छु नर अब मलाई माफ गर्नु मैले जे भने त्यसको लागि सरी भयो का भयो मेरो इच्छा तपाईँले सरी भन्नुहोस् भन्ने खालको होइन मलाई दिन रात यो सबैतिरबाट आरोप लाउँदाखेरि कति धेरै टेन्सन भयो त्यही भएर मैले नि बिर्सी मलाई नि माफ गरिदिनु खोइ बुढा म तिमीलाई माफ गर्छु तर अब देवर भाइलाई तैले किन भाउजूलाई पढ्न जान दिनुहोस् यताउता केही पनि नभन्नु बुझ्दैन जति सम्झाइ पनि यसो कुरो पूजास्तो गरेर 2 दिन राम्रो हुन्छ त्यसपछि फेरि उस्तै हुन्छ कुकुरको पुजार 12 वर्ष ढुङ्ग्रा राखी बाङ्गा हो त्यही भएर नसक्दा पढ्न पठाउनु त राम्रो हो नि त तपाईँले राम्रो गर्नु भयो पढ्न पढाएर तर अनि उनीहरू त्यस्तो व्यवहार गर्छन् अनि मेरो बुढले पढ्दाखेरि उनीहरू चाहिँ किन टेन्सन भएको त त्यही त हो त भने किन टेन्सन भयो मैले गर्दा घर बिग्ड्यो रे कस्तो नबुझेका होला नि भयो बुझ्छु तिमी चिन्ता नगर तिमीलाई पढाउनको लागि यिनीहरूसँग छुटेर बस्नु परे पनि म छुटेर बस्छु तर तिमीलाई पढाइ छाड्छु तिमीलाई म यिनीहरूको अगाडि सक्षम बनाएर छोड्छु तपाईँ यस्तो पापिनी अपराधीलाई अङ्गालेर बसिरहनु भएको छ छोडिदिनुहोस् यसलाई आज म सखाइदिन्छु क्या हो त पागल त भइनस् मलाई टोलबाट प्रमाण जुटाउनको लागि मान्छेहरू बटुले लिएर आइज भनेको थिए मोबाइल किनेर लिएर आइज भनेको थिए यसरी फौजले मारेर आइज भनेको थिएन के गरेर आएको तैँले यो के गर्न खोजेको भन्ने कुरा त आफ्नो श्रीमतीलाई सन्तुष्ट यिनले हाम्रो परिवार र बहिनीको बदनाम गर्नको लागि किन यति धेरै षड्यन्त्र गरी आज फेरि मैले अर्को नयाँ कुरा पत्ता लगाएर आएको छु हाम्री बहिनी भूमिकाको बलात्कार गर्नका लागि यिनले नै केटा खटाएको रहेछ हाम्री बहिनी भूमिकाले यिनलाई पहिला दिएको दुःखको बदला लिनका लागि यिनले नै हाम्री बहिनीको बलात्कार गराएकी रहेछ